अछामबाट हुनुहुन्छ दिनेश विष्ट बैतडी पाटनबाट हुनुहुन्छ अमिर कुमार बैतडीबाट हुनुहुन्छ विनोद कुमार बैतडीबाट हुनुहुन्छ गङ्ग बहादुर साउद बाजुराबाट हुनुहुन्छ उहाँ पनि निकै लामो समय 2046 सालदेखि नेकपा एमालेमा कार्यकर्ता सक्रिय व्यक्तिको आदिवासी विदेशमा अस्ट्रेलियाबाट आफ्नो एनडीए सकाएर राष्ट्रिय स्वतन्त्र पार्टीले खुल्ला गरेको प्रवासबाट उम्मेदवारी दिनको लागि खुल्ला गरेको प्रायोजनको लागि एनडीए सकाएर आउनुभएका विनोद आचार्यजी वर्षाबाट हुनुहुन्छ उहाँलाई पनि स्वागत छ जोरदार तालीले उहाँलाई स्वागत गर्न म अनुरोध गर्न चाहन्छु म अन्य नामहरू वाचन गर्न गइरहेको छु मैले नाम वाचन गरेसँगै अगाडि आएर ब्याज ग्रहण गरिदिनु हुन म साथीहरूलाई अनुरोध गर्न चाहन्छु असमबाट हुनुहुन्छ हर्कबहादुर साउद बैतडीबाट विनोद कुमार घाटीबाट लोकबहादुर पाण्डे पश्चिम प्रदेशबाट हुनुहुन्छ गीता बस्नेत पूर्ण प्रसाद जैसी हुनुहुन्छ असमबाट साधन योगी हुनुहुन्छ दोलखाबाट त्यसपछि सिजन योगी हुनुहुन्छ रामेछापबाट शिव प्रसाद पाण्डे काठमाडौँ बस्तीबाट हुनुहुन्छ मैले वाचन गरेका नामहरू कृपया अगाडि आएर कार्यवाहक सभापतिज्यूबाट हुनुहुन्छ धनबहादुर माझी दार्चुलाबाट हुनुहुन्छ अशोक सिंह बुढा हुनुहुन्छ मैले क्षमा मागे अशोक सिंह कुमार हुनुहुन्छ दार्चुलाबाट यहाँलाई पनि स्वागत छ त्यस्तै बागमतीबाट नुवाकोटबाट हुनुहुन्छ उपेन्द्र राज खनालजीलाई पनि मैले स्वागत गरेँ अर्को नाम प्राप्त भएको छ टिकाजङ कार्की ओखलढुङ्गाबाट हुनुहुन्छ निकै लामो समय नेकपा एमालेबाट राजनीति गरेर यतिखेर निकै लामो समय फेरि स्वतन्त्र भएर राष्ट्रिय स्वतन्त्र पार्टीको सदस्यता ग्रहण गर्नुभएको छ उहाँसहित सबै साथीहरूलाई एकचोटि जोरदार तालीले राष्ट्रिय स्वतन्त्र पार्टीको प्राङ्गणमा स्वागत गर्दछु नामहरू छुटेका छन् भने साथीहरू फेरि छुटेका नामहरू मलाई उपलब्ध भइरहेका छन् पुरा बिहान लाएर बहन पर्छ सबैबाट हुनुहुन्छ ज्ञानेन्द्र मगर पनि राष्ट्रिय स्वतन्त्र पार्टीको प्राङ्गणमा राष्ट्रिय स्वतन्त्र पार्टीको सदस्यता ग्रहणसँगै स्वागत गर्दछु र छुटेका नामहरू छन् भने यहाँले उपलब्ध गराइदिन सक्नुहुन्छ राष्ट्रिय स्वतन्त्र पार्टीको प्राङ्गणमा आज सदस्यता ग्रहण कार्यक्रममा यहाँहरू सबैजनालाई स्वागत छ पार्टीको परिवार देशको रूपमा हजारौँको सङ्ख्याबाट लाखौँको सङ्ख्याबाट करोडौँको सङ्ख्याबाट जानकारी पाइरहनु भएको छ होइन लाइभ खिचियो मात्रै रेकर्ड हो लाइभ हाले नमस्ते पुरै लाइभ दिइराखेको होइन रेकर्ड गरेर लाइभ दिने होइन नि लाइभ न ठीक गर्यो यस्तै गर्दै जाऊ चाहिँ